हुक्का एउटा पुरानो नेपाली संस्कृतिको सम्झना। काठमाडौँमा हुक्काको संस्कृति निकै पुरानो हो। यो यहाँको मौलिक आविष्कार नभए पनि मुस्लिम समाज हुँदै नेपाल भित्रिएको हुन सक्छ। तर काठमाडौँ आएपछि हुक्का यहाँको सामाजिक तथा पारिवारिक संस्कृतिको एउटा महत्त्वपूर्ण हिस्सा बनेको देखिन्छ। मेरो बाल्यकाल सम्झँदा बेलुका भात खाइसकेपछि मेरा बुबा दिनौँ 2-3 चिलिम तमाखु तान्नुहुन्थ्यो। म पनि बच्चाको बाउ भइसकेपछि नवजात शिशुसहित परिवार एउटै कोठामा बसेर बुबासँगै हुक्का तान्ने सम्झना अझै ताजा छ। त्यति बेला काठमाडौँका धेरैजसो घरमा भात पकाउन कसौरी भए जस्तै हुक्का पनि घरको एउटा अत्यावश्यक वस्तु जस्तै हुन्थ्यो। सम्पन्न परिवारमा हुक्काको तलमाथि पानी राख्ने भाँडो पित्तलको हुन्थ्यो भने नदीको मुखतिरको भाग पित्तल वा चाँदीको पनि हुने गर्दथ्यो। हुक्काको पनि विभिन्न प्रकार थिए। एउटा नैक्या हुक्का अर्थात् नरिवलको बोक्राबाट बनाएको हुक्का। यसको पानी राख्ने पाल नरिवलको बोक्रालाई कलात्मक ढङ्गले तयार गरेर बनाइन्थ्यो। पिँध चुच्चो हुने भएकोले यसलाई डोरीले झुन्ड्याएर वा कतै अडेस लगाएर राखिन्थ्यो। अर्को थियो सोठ्या। यो बाँसबाट बनाएको निकै साधारण हुक्का हो। बाँसको भित्री भाग खाली गरेर तल बन्द गरिन्थ्यो र बिचमा अर्को टुक्रो बाँस जोडेर त्यसमाथि चिलिम राखिन्थ्यो। यसमा पानी हुँदैन्थ्यो। अरू हुक्का तान्दा एकै ठाउँमा बसेर खानुपर्ने हुन्थ्यो। तर सोठ्याको विशेषता पनि यसले बोकेर हिँड्दै पनि तमाखु तान्न सकिन्थ्यो। कतिपय जात्रा तथा भैरवका गौनसँग सम्बन्धित परम्परामा सोठ्या हुक्का बोकेर धुवा उडाउँदै हिँड्ने चलन रहेको उल्लेख पाइन्छ। हुक्का पुरा हुनको लागि सबैभन्दा माथि चिलिम चाहिन्छ। कमलको फुल जस्तो बुट्टेदार चिलिममा तमाखु कोचेर माथि आगो राखिन्थ्यो। आगोको रापले तमाखु चुइँ चुइँ आवाज गर्न थालेपछि तमाखु तयार भएको मानिन्थ्यो। हुक्कासँग जोडिएको एउटा रमाइलो नेवा उखान पनि छ, पानी नभएको हुक्कामा तमाखु खाने। यसको अर्थ पनि रमाइलो छ। ऋण तिर्न नसकेर साउ पैसा उठाउन घरमा आएको बेला आफू घरमै छु भन्ने थाहा नदिई लुकेर तमाखु खाने अवस्थाले व्यङ्ग गर्दै यो उखान प्रयोग गरिन्थ्यो भनिन्छ। हुक्कामा पानी नभएपछि तमाखु तान्दा आउने क्वार क्वार आवाज पनि आउँदैन्थ्यो। आज सहर बजारमा हुक्काको पुरानो चलन धेरै घटिसकेको छ। तर हुक्का केवल तमाखु तान्ने साधन मात्र थिएन। यो हाम्रो पुर्खाको दैनिकी आतिथ्य र सामाजिक जीवनसँग जोडिएको एउटा पुरानो सांस्कृतिक सम्झना पनि हो। आजलाई यति। जय हुक्का।